विदेशमा बस्नेहरूलाई मेरो एउटा अपिल, हामीलाई थाहा छ देशमा चुनावको यत्रो अभियान चलिरहँदा विदेशमा तपाईहरुको मन कति इच्छुक भएको छ भन्ने कुरा हामीलाई थाहा छ। विदेशमा रगत पसिना बगाएर कमाएको पैसा र त्यसबाट पठाएर चलेको देशको अर्थतन्त्र, त्यसमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने बाध्यताले आफ्नो क्षेत्रमा नभएका कारणले मतदातालाई निर्वाचनदेखि अलग गरिनु कदापि देश हितमा छैन। हामी गर्ने तयारी गरिरहेका छौं देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्न सक्ने व्यवस्था। त्यसैले घरमा कुरा हुँदा घण्टीमा भोट गर्न भनिदिनु होला, सम्झाइराख्नु होला। यो पटक देशमा साँच्चै नै केही फरक हुँदैछ। तपाई देशभित्र भएर पनि आफ्नो निर्वाचन क्षेत्रमा जान नपाएर भोट हाल्न नपाउने हुनुभएको छ भने गाउँघरका साथीभाइ, आफन्त, परिवार सबैलाई घण्टीमा भोट हाल्न भनिदिनुस् है।